हाट बजार मेला भन्ने कुराहरू पहिलाको समयमा वा भनौँ हाम्रो हजुरबुवा हजुरआमाको पालामा एकदम बिरलै मात्र हुने गर्थ्यो। उहाँहरूको समयमा गरिने कतिपय कार्यहरू अहिले सुन्दा हामीलाई कथा जस्तै लाग्छ। समयसँगै हरेक कुरा परिमार्जित हुँदै जाँदा अहिले घर घरमा पसलहरू छन्। आवश्यक सामान किन्न हाट बजार कुर्न पर्दैन। खोटाङ बाक्सिला बजार घुम्दै गर्दा म यिनै कुराहरू सोच्दै थिएँ। बजारमा बेच्न राखिएका धेरै सामग्रीहरू थिए। गाउँलेहरूले आफूले उत्पादन गरेको सामग्री डोकामा बोकेर बजारसम्म ल्याएर बिक्री गर्ने भएको हुँदा स्थानीय उत्पादित वस्तुहरू पनि बेच्न राखिएको देखिन्थ्यो। जुन दृश्य देख्दा मलाई अझ खुसी लागिरहेको थियो, किनकि त्यस कुराले स्थानीय उत्पादित वस्तुलाई बजारीकरण गर्नुका साथै त्यहाँको मौलिक वस्तुहरूको संरक्षण तथा सम्वर्धनसँगै आर्थिक आय आर्जनको स्रोतमा पनि टेवा पुर्याएको थियो। योहरू यहाँ बेच्नुहुन्छ नि? कति पैसा यसलाई मान्छेलाई? टोफोहरू यो त छुन्चे हो कि टोफो हो? बिक्री हुन्छ बजारमा? हजुरले कहाँबाट ल्याउनु भएको छ? हजुर चुङ्गेल बाटो कति टाढा पर्छ? कति टाढा पर्छ बुवा? हो हजुर आफैले बनाउनु भएको है? म त तराईबाट पहिलोचोटि यहाँनिर बाक्सिलामा, अनि बाक्सिला बजार हेरेको, अनि यो सामान कस्तो राम्रो लाग्यो। कसरी बनाउनु भएको? हजुर राई हो? राई हो? हजुर राई हो? के राई हो? म पनि राई हो।